त्यहाँ दुईजना हुन्छ यसरी ध्यानमा बसेर नगाएर बस्नुभएको अवस्था छैन तल्लोमा दुईजना हुन्छ गुलाब बजाइदिनु हजुरबा यो आएर एकचोटि बजाइदिनु त यो शङ्ख ए गुरुबा एकचोटि शङ्ख बजाइदिनु त एकचोटि सुन्नु पर्यो क्या रेकर्ड गर्नु बिमारी भएकोले बिजोग भएर यहाँ आएर यो सरसफाइ गर्नु पर्यो म निकै दिन ज्वरो आएर बिजोग भएर यहाँ त यो पानी यतिकै पात पक्रेर पनि अहिलेसम्म यतिकै छ यहाँ कुन्न पनि यहाँ ढुङ्गा कुन्न आफै बनिएका रहेछ बनाउनु भयो होला माटो होइन ढुङ्गाकै कुण्ड हो उहाँ माथि पनि थियो त ढुङ्गाका दियो त्यहाँ पनि ढुङ्गाको त्यहाँ आफू बनेको पनि सब थोक भएका क्या कति गोला त नि प्रत्यक्ष छन् क्या सबै हजुर म मन्दिरमा हाडे पाखाको मन्दिरमा हो पत्ता खोला अब यताबाट जान्नु नि अलि दाँत निकालेको छ राम्रोसँग सकिने होइन पहिले भगवानको पालामा उहाँ ताराघारीमा त छैन नि ताराघारी भन्दा म त यहाँ प्रत्यक्ष भगवान त भए पनि यहाँ चाहिँ प्रकटै ताराघारीको अलिक खोप्पी भित्र रे चन्द्रमा त छन् है हुन्छ गुरुबा हुन्छ बा मेरो यो दाँत निकालेको छ त्यति राम्रोसँग जाँदैन कि सुनु कति राम्रो अनि कसैले यो पत्याउँछ त्यति सानो छिड्का अनि तपाईँले रेकर्ड गर्नुभएको सबै कुरो एकैचोटि गर्न सक्छ उहाँले जति आएको त्यो कुरो पनि मसँग मैले भनिदिन सक्छु होइन हुन्छ हुन्छ यहाँ कस्तो हुन्छ भन्नुलाई भनेदेखि यहाँ उहाँले भन्नुभयो कसरी हुन्छ यो ठाउँमा अब यो ढुङ्गाको शङ्खा रछन् भन्ने कुरो यो ढुङ्गाकै शङ्खा हुनु होइन शिवजीहरूको बाजा यो सबैलाई हामीहरू थाहा भएको कुरो के हो भने भगवानको पालामा शिवजीको बाजा भन्ने ढुङ्गा यी शङ्खा भनिन्छ यी गणेश हुन् यो गणेश भन्दा यता ओरतिर यहाँ दुईटा यत्रतिर घाँगर लगाएको दुई बहिनी दुईटा घाँगर लगाएको भनौँ न देवी हुन् अथवा अन्य जे होस् दुईजना यहाँ हुनुहुन्छ भने
यो कोठामा 2 जाई ध्यानमा बस्नु भएको छ नआएर यो शरीरमा पानी सुकेको छैन त्यहाँभन्दा माथिल्लो कोठामा 2 भाइ हुनुहुन्छ नआएर बस्नु भएको छ उहाँ शिवजी सेतै फुले बाबा हुनुहुन्छ त्यो सिरानमा त्यहाँ धेरै झलमल्ल बत्ती एकदम मजाले बल्ने उहाँ त्यति त्यसरी हुनुहुन्छ फराकिले गरी बना अनि उहाँलाई के भयो अनि यो झिल्के घाम ठ्याक्क हुँदा म यो ठाउँमा आइपुगेको छु अनि यहाँ त म पटक पटक आएको थिएँ यहाँको बासिन्दा भेट्न पाइएको थिएन आज भेट्न पाइयो अनि यहाँ कुन देवताहरू कहाँ रहनु भएको छ र उहाँहरूलाई चाहिँ हामीले स्वागत गऱ्यौँ भनेर फलफुल भेटीपाती गर्नुपर्ने रहेछ भनेर यसरी सोध्न लाग्दाखेरि उहाँले भन्नुभयो यहाँ फलानु यति यति हो देवता भन्नु भएन यहाँ भनेको चोखो फलफुल भेटीपाती नैवेद्यसम्म यहाँ चल्छ बोका पाठा पराए यहाँ बलि कुनै पनि चल्दैन है यो हाम्रो वरिपरि भक्तजनको बसोबासो छैन फोहोर मैला हुनु हुँदैन यो हामी बसोबासो भएको ठाउँदेखि उँभो काहीँ पनि रोकटोक छैन हुनु हुँदैन भनेर हो यहाँबाट पाइने के त भन्दाखेरि उहाँले मैले पाइन्छ माग्दा पाइने भन्न मेरो आत्मामा त्यसरी सोच होइन कि उहाँले भन्नुभयो यहाँबाट पाइने भनेको एक चिज हो भक्तजनलाई धेरै चिज आयो कुरा आयो 2-3टा आवाज आयो भने यहाँ कुनै पनि हुन सक्दैन भन्नुभयो अनि सन्तान बारेमा पनि यसरी हुन्छ भने एउटादेखि 3टा हो र यो मैले उहाँहरूलाई कुरो गरेँ कुनैलाई एक ठाउँ अनि यो बारे पनि अनि त्यति भनिसकेपछि यहाँ सुन्नु न कता जाउँ भने त्यहाँ सेतै फुलेको बाबा हुनुहुन्छ है कि शेषनागका मूर्ति हुन् तपाईँलाई मन्दिर एक दिन आउँदा पनि बित्छ बुझिएको होला कतिलाई के होला उहाँले चाहिँ ठ्याक्क ढाकेर त्यो भित्र चाहिँ शिवजी गुप्तेश्वर महादेव हुनुहुन्छ यो भित्र चाहिँ मैले आँखाले प्रष्ट सपनामा मलाई देखाए त्यसरी भन्नुभएको अनि भएपछि यहाँको जे जति भेटीपाती आजबाट उता 13 दिनमा भन्नुभयो अनि त्यो पछाडिबाट साथीहरूले समिति बनाउँदै जाँदा कोष अध्यक्ष अहिलेसम्म मेरो खाता म लेख्न जान्दिनँ मसँग जिम्मा छ भनौँ न छँदैछ जे जति भएको भेटीपाती पनि त्यहाँ हेर्दा पाइन्छ होइन त्यो खातामा त पाइन्छ अनि यहाँ त्यसरी भन्नुभएको हो भक्तजन रहनुपर्छ योभन्दा वरिपरि फोहोर मैला छैन भक्तजनको बसोबासो छैन हुँदैन भन्नुभएको छ यहाँदेखि उँधो ठुलो घना बस्ती छ है भक्तजन रहनुपर्छ हुनुपर्छ घना बस्ती छ भन्नुभयो यो तल चाहिँ उहाँको कामधेनु गाई चर्ने घुम्ने बस्ने बिसाउन खर्का अरे देउराली त्यहाँ धुपाती गरेर आउनुपर्छ है भक्तजन भन्ने कुरो उहाँले नै भन्नुभयो आउँदाखेरि यहाँको जति पहिले 3 नम्बर 4 नम्बर यस्तो थियो होइन अहिले त 7 नम्बर भयो हामी 7 नम्बर भयो सबै अनि उहाँबाट सोझै बाटो यसरी ल्याएर यस ठाउँमा आउँदाखेरि मलाई यहाँ बोलाउँदाखेरि हल्लाएर पनि भन्नुभयो यो यसरी पाइँदैन सबै जहाँसुकैबाट भक्तजन आएर सोधे भन्ने होइन जति पनि आउने भक्तजन बढी आउने बाटो पनि यही उँधोबाट हो तर त्यो ठाउँ भएर मात्रै आउनुपर्छ भनेपछि यहाँ त्यो बाटो त्यहाँ भएर आउनुपर्ने यहाँ बाटोमा विवाद पनि आयो यताबाट कताबाट निकाल्ने भन्ने कुरो मैले त कोहीसँग विवाद गर्नु छैन यहाँको सामुदायिकमा पनि म होइन म त उताको परेँ अनि त्यहाँ आउनुपर्छ बाटो त्यहीँबाट जाने हो भक्तजन त्यहाँ भएर जानुपर्छ त्यति नै हो भन्ने कुरो हो पछि गर्दै जाँदाखेरि यो बाटो त्यहाँबाट नै भयो यहाँ पहिले योभन्दा अगाडि ल्याएर देखाएको भनेको कसले भन्दा सेतो गाईले मलाई थाहा थिएन कति उमेर भन्ने कुरो थाहा थिएन 13 वर्ष उमेर रहेछ यो भर्खर यो बाटो खन्नुभन्दा अलि अगाडिबाट पनि भन्नुभयो यो बाटो खन्दा मिसिन आउँदाखेरि पनि त्यसरी भन्नुभयो है उहाँले भन्नुभयो मलाई यो थाहा थिएन कति वर्ष उमेर गाई आएर त्यहाँ चर्न थाल्दाखेरि लागेको रहेछ यहाँ टाटारीको रुख थियो त्यहाँबाट यसो हेरेँ उँभो हेर्दाखेरि ओसिलो छ ठाउँ पहिले त गाईलाई मैले गाली गरेँ नि आज अब गाई फर्काएर लाने बेला कहाँ पुगेछ भने यता लागेको थियो फर्किँदै गाई चराउनु ल्याउनु भएको थियो गाई चराउनु यो पल्लो पाखामा पहिले त घर यो अहिले दाइ हुनुहुन्छ होइन म त पहिले यतै हुनुहुन्थ्यो अनि त्यतिखेर आउँदा त्यहाँ अलिकति चोरी भएर हरियो रहेछ गाई त्यहाँ चर्दै रहेछ आएर यसो हेरेँ गाई देखियो उँभो यसो आँखा परे ओसिलो होइन यो ठाउँ त पानी छ यो अचम्म लाग्यो आएर हेर्दाखेरि पानी ताप्लाक तुप्लो योभन्दा अलिक घटी पानी चुइराखेको अनि थापेर यो टाँडारीको रुख पात ल्याएर आएर यसरी थाप्दाखेरि अनि त्यहाँदेखि यहाँ आएर पानी खाएँ त्यो मलाई याद छ बुवाले भन्नुभएको थियो जहाँसुकै ठाउँमा पानी खानु हुँदैन नानी हो फोहोर मैला गरेर लाउनु मुख फुलाएर खानु हुँदैन फोहोर हुन्छ ठुलो छाँको अगाडि 5 मिनट 10 मिनट हुँदैन होइन
ठुलो अब गाछीको फेदमा पनि हुँदैन मेरो त 5 वटा र पानी जुठो लाएर खानु हुँदैन सबै ठाउँ भनेर यो बुवाले यो नानीहरू भन्दा सानै हुँदा मैले भने त्यो चाहिँ मलाई अहिले पनि छँदैछ अनि यो खाएर अनि त्यसरी गएपछि गाई लिएर पछि लिएर गएँ त्यो पछि मलाई अलिअलि हलाउँथेँ यस्तो चाहिँ भन्नुभएको थिएन अनि पछिबाट हुँदै हुँदै काँक्रे उता जाँदाखेरि पनि एउटाले मलाई 3 दिनसम्म लिएर गयो 3 रात तर सकेन अनि तपाईँ के हो गुरु 15वटा भइसक्यो त्यसलाई भन्नुहुन्छ आएसम्म त मलाई केही पनि बोलाउनु भयो आएँ त न यो बन्द न ऊ हुन्छ के हो त भने म गुरु दाई त भन्न सक्दिनँ गुरु दाई चाहिँ भन्छु गुरु भन्ने त होइन नि मैले भने अनि त्यो भन्दाखेरि तपाईँहरूको ठाउँमा मान्ने गुन्ने ठुला के हुनुहुन्छ फोटो खिच्ने भनेको के ठाउँबाट मात्रै हुन्छ भाइ यो कसैले रोक्ने ठोक्ने केही पनि हुँदैन है भन्नुभयो त्यो पछाडिबाट यहाँ आएपछि यहाँ मलाई एकदम आइरहनु एकछिन फोटो खिच्ने जाने गरेँ धुपबाती गर्दै गरौँ लागेको एकजनाले 600 रुपियाँ लिएर गएपछि यो त्यतिकै हिँडामिना भयो अनि पछि यो मन्दिर पनि भयो निकै भयो बनेको होइन अनि अगाडि अनि त्यहाँदेखि अहिले त्यो भवन बनायो अनि यसरी यो ठाउँ यस्तो हो फोटो खिच्नु न भने सबै कुरो छन् अब यो मैले यो बर्दियो लाउँ यहाँ फोटो खिचिदिनु त लु रेकर्ड भयो जाने अरे त्यहाँनेरि ल्याइएको